जिल्ला सम्मेलनद्वारा जारी प्युठान घोषणापत्र 2082। 1 न्यायिक समितिको संवैधानिक व्यवस्था र स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 र 2 मा उल्लेखित क्षेत्राधिकारको सन्दर्भमा प्युठान जिल्लाका स्थानीय न्यायिक समितिहरू र मेलमिलापकर्ताहरूले विवाद समाधान तथा न्याय निरूपणमा निर्वाह गरेको भूमिकाको समीक्षा, सिकाइ, उपलब्धि र भोगिएका समस्याहरूलाई समेट्दै विवाद रहित तथा न्यायपूर्ण समाज निर्माणमा प्रभावकारी योगदान पुर्याउन प्रतिबद्धता व्यक्त गर्दछौँ। 2 प्युठान जिल्लाका 9वटा स्थानीय तहका न्यायिक समितिहरूमा आर्थिक वर्ष 81-82 को हालसम्म दर्ता भएका 183 विवादमध्ये 148 विवाद मेलमिलापको माध्यमबाट समाधान गरिएको छ। विवाद समाधान प्रक्रियामा मेलमिलापकर्ताहरूको भूमिकालाई थप सबल बनाउन न्यायिक समिति र मेलमिलापकर्ताहरूको सशक्तिकरणमा ध्यान दिँदै 100% विवादहरूलाई मेलमिलापको माध्यमबाट समाधान गर्न प्रयत्नरत रहने प्रतिबद्धता व्यक्त गर्दछौँ। न्यायिक समितिमा कानुन सम्बन्धी दक्ष जनशक्तिको अभाव देखिएको हुँदा न्यायिक समितिमा कानुन अधिकृतको व्यवस्था गर्न लुम्बिनी प्रदेश सरकार समक्ष अनुरोध गर्दछौँ। जो कुरा भर्खरै मन्त्रीज्यूले हामीले यसलाई अगाडि बढाइसकेका छौँ भनेर पनि जानकारी गराउनु भएको छ। मेलमिलापकर्ताहरूको सेवा सुविधालाई जिल्लाभित्र एकरूपता ल्याउने र अन्तरस्थानीय तहसँग सम्बन्धित विवाद समाधानमा सबै न्यायिक समितिबाट समन्वय र सहजीकरण गर्न आवश्यक सहयोग आदान प्रदान गरिनेछ। अन्तरस्थानीय तह समन्वय बैठकलाई निरन्तरता प्रदान गरिनेछ। जिल्लामा मेलमिलाप सम्बन्धी आधारभूत तथा रिफ्रेसर तालिम सञ्चालन गर्दा प्रशिक्षक अभाव रहेको हुँदा यस प्युठान जिल्लाका योग्यता पुग्ने न्यायिक समितिका पदाधिकारी, कर्मचारी र सूचीकृत मेलमिलापकर्ताहरूका लागि प्रशिक्षण तालिमको व्यवस्था गरिदिन मेलमिलाप परिषदलाई अनुरोध गर्दछौँ। न्यायिक समितिको 4औं प्युठान जिल्ला सम्मेलन स्वर्गद्वारी नगरपालिकामा आयोजना गर्नेछौँ। न्यायिक समितिको प्रभावकारी कार्य सम्पादनले स्थानीय सरकारको साख उँचो बनाउन महत्त्वपूर्ण भूमिका खेल्दछ। यसै सन्दर्भमा न्यायिक समितिको समग्र प्रगतिको लागि आवश्यक र सहकार्य गर्न सबै सरोकारवालाहरूसँग हार्दिक आह्वान गर्दछौँ। प्युठान जिल्लामा आयोजित न्यायिक समितिको तेस्रो जिल्ला सम्मेलन सफल बनाउन व्यवस्थापकीय भूमिका निर्वाह गर्ने प्युठान नगरपालिका, यहाँ उपस्थित हुनुभएका प्रमुख अतिथि लगायत अतिथिगण, सक्रिय सहभागी, न्यायिक समितिका सदस्यज्यूहरू, मेलमिलापकर्ताहरू तथा सम्मेलन सफलताका लागि सहयोग पुर्याउनु हुने सबै महानुभावप्रति हार्दिक आभार ज्ञापन गर्दछौँ। यदि यो 8 बुँदे घोषणापत्र ठिक छ भने म सबै मेलमिलापकर्ताहरू र न्यायिक समितिका सदस्यज्यूहरूबाट ताली बजाएर सम्मान गरिदिनु हुन अनुरोध गर्दछु। सम्पूर्णमा